साहैथंगा प्रोग्राम पढ्नका लागि दिइने साजन फेन्काको एक्जाम चाहिँ कहिले छ र यसको फर्म चाहिँ कहिले खुल्छ र कसरी भर्ने भनेर चाहिँ एकजना सरले कमेन्ट गर्नुभएको रहेछ। सो साहैथंगा प्रोग्रामको हाम्रो पिबिटीको एक्जाम चाहिँ लेटेस्ट भनेको चाहिँ अब 4 महिनाको 26 तारिक शनिबारको दिन रहेको छ र यसको सिन्साङ विज्ञान चाहिँ हामीले अब 4 महिनाको 8 देखि 4 महिनाको 12 तारिकसम्म चाहिँ हामीले सिन्साङ गर्न सक्छौँ भनेदेखि एक्जाम चाहिँ 4 को 26 मा छ र यसको रिजल्ट चाहिँ 5 महिनाको 12 तारिकमा चाहिँ रिजल्ट आउट हुन्छ साँझको 4 बजे। सो अबको अहिलेको लेटेस्ट भनेको चाहिँ अब 4 को 26 भइहाल्यो। अरू पनि कहिले छ भनेर थाहा पाउनको लागि चाहिँ मैले भिडियो बनाएर मेरो युट्युब च्यानलमा राखेको छु हैन। त्यसैगरी फर्म कसरी भर्ने हैन, लेभल 2 एक्जामको लागि सिन्साङ कसरी गर्ने भनेर चाहिँ मैले भिडियो बनाएर चाहिँ मेरो युट्युब च्यानलमा राखेको छु। सो तपाईहरु चाहिँ साहैथंगा प्रोग्रामका बारेमा केही बुझ्न चाहनुहुन्छ भनेदेखि चाहिँ मेरो युट्युब च्यानलमा भिजिट गर्नु होला। लिंक चाहिँ यहाँ मेरो बायोमा रहेको छ। सो त्यहाँ जानु भने तपाईहरुले चाहिँ यो भिडियो हेर्नुभयो भने चाहिँ तपाईहरुलाई साहैथंगा प्रोग्रामका बारेमा सबै कुरा डिटेल्स यहाँ राखिएको छ। सो एकपल्ट भिजिट गरेर हेर्नु होला।